नारायण। म आज हजुरहरूलाई ज्योतिष शास्त्रसँग सम्बद्ध भएको महत्त्वपूर्ण जानकारी दिनको लागि म उपस्थित भएको छु। ज्योतिष कालबोधक शास्त्र हो। यो वेदको 6वटा अङ्गहरूमध्ये नेत्रस्थानीय अङ्ग हो। वेदका 6वटा अङ्गहरूमा शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द गरी 6वटा शास्त्रहरू पर्दछन् र तिनीहरूको निश्चित स्थान निर्धारण गरिएको छ। ज्योतिष शास्त्रको स्थान चक्षु स्थानीय हो, आँखा स्थानीय हो। हाम्रो शरीरमा भएको आँखाले हामीले हरेक कुरालाई हेर्ने काम गर्छौँ, देख्ने काम गर्छौँ। त्यसै गरी ज्योतिष शास्त्रले पनि समयलाई देख्ने काम गर्छ। भूत, वर्तमान र भविष्यको समयलाई ज्योतिष शास्त्रले निहाल्ने काम गर्छ र त्यसकै आधारमा समय उपयुक्त छ वा छैन भन्ने निर्धारण गर्छ र त्यसको आधारमा हामीले हरेक मुहुर्तहरू निर्धारण गर्छौँ, कामहरू गर्ने गर्छौँ। व्यक्ति जन्मन्छ, जन्मेपछि नाम के पर्यो होला, राशि के पर्यो होला भन्ने हामीलाई सबैलाई जिज्ञासा लाग्दछ। अनि जिज्ञासा लागेपछि त्यसको समाधानको लागि हामीले नाम अनुसारको राशि निर्धारण गर्छौँ। फलानु यो राशि पर्यो, मेषदेखि मीनसम्मका 12वटा राशिहरूमध्ये कुनै एउटा राशि व्यक्तिको परन जान्छ। हजुरहरूलाई थाहा छ मेषदेखि मीनसम्मका राशिहरू निर्धारण गर्ने मुख्य कारक तत्त्व के हो? त्यो के हो भनेदेखि आकाशमा चन्द्रमा जुन राशिमा छन्, जुन राशिमा आकाशमा चन्द्रमा भएको अवस्थामा व्यक्तिको जन्म हुन्छ, व्यक्तिको राशि त्यही नै हुन्छ। एउटा राशिमा 9 जना अर्थात् 9वटा नामाक्षरहरू हुन्छन्। त्यो 9वटा नामाक्षर हुनको लागि 3टा नक्षत्र आवश्यक पर्दछ। 2टा नक्षत्रमा 8वटा नामाक्षर हुन्छन् र तेस्रो नक्षत्रको एउटा अक्षर लिएर 9वटा नामाक्षर भएपछि एकजना व्यक्तिको लागि अथवा एउटा राशिको सङ्ख्या पुरा हुन्छ, राशि निर्धारण हुन्छ र त्यो राशि चाहिँ आकाशमा चन्द्रमा जुन राशिमा छन् व्यक्तिको राशि त्यही हुन्छ। त्यसकारण गर्दाखेरि हामीले व्यक्तिको नाम के पर्यो भनेर बरु चिन्तन गर्नलाई केही टाइम लाग्ला, तर राशि के पर्यो भनेर चिन्तन गर्न खासै टाइम लाग्दैन। किनभनेदेखि आकाशमा चन्द्रमा जुन राशिमा छन् अथवा आजको दिनमा चन्द्रमा जुन राशिमा छन् व्यक्तिको राशि त्यही नै हुन्छ। हजुरहरूसँग पञ्चाङ्ग छ, पात्रो छ अथवा कुनै क्यालेन्डरहरूमा चन्द्रमाको राशि लेखिएको छ भनेदेखि याद गरिसेला चन्द्रमा जुन राशिमा छन् व्यक्तिको राशि त्यही हुन्छ भनेर भनेपछि भनेदेखि हजुरहरू पनि स्वयं ज्योतिषी बन्न सक्नुहुन्छ। ज्योतिष शास्त्रसँग सम्बद्ध भएका यस्तै कुराहरू मैले हरेक दिन अब यहाँहरू समक्ष पस्कनेछु। यहाँहरूले सुन्दै गर्नुहोला। हस्, धन्यवाद। प्रतिक्रियाको लागि लेख्दै गर्नुहोला। हस्, धन्यवाद। नारायण।